गुड मर्निङ स्टुडेन्ट्स। यो क्वेसन असै 2074 सालमा सोधिएको क्वेसन रहेको छ अनि यो क्वेसन भनेको सिरिजबाट रहेको छ। सिरिज भनेको अनुक्रमबाट यो क्वेसन रहेको छ। अब हेर्नुस् यसले कसरी बनाइन्छ। यसमा के छ डी छ, त्यसपछि के छ एच छ, त्यसपछि के छ एम छ, त्यसपछि के छ एस छ र एस पछि यहाँ क्वेसन मार्कमा के आउँछ हामीलाई निकाल्नु छ। अब अप्सनमा के छ डब्लु दिएको छ, वाई दिएको छ, जेड दिएको छ र बी दिएको छ। अब यसलाई कसरी बनाउने हेर्नुस्। यहाँ के छ डी छ, डी पछि के आएको छ एच आएको छ। एच कसरी आएको छ भने यहाँ हेर्नुस्, यहाँ के छ डी छ, डी पछि ई एफ जी एच भनेको 4 नम्बरमा के छ एच रहेको छ। त्यसपछि एच पछि के छ एम छ। यहाँ हेर्नुस् एच पछि के दिएको छ भने आई जे के एल एम भनेको 1 2 3 4 5। अब के छ 5 ले बढेको छ। अब एम पछि हेर्नुस् के दिएको छ एस छ भने एन ओ पी क्यू आर एस भनेको के छ 1 2 3 4 5 6। यहाँ के छ 6 ले बढिएको छ। अब यसको मतलब के छ यहाँ 4 ले बढिएको छ, यहाँ 5 ले बढिएको छ, यहाँ 6 ले बढिएको छ भने यहाँ के हुन्छ 7 ले बढ्छ होला। अब हेर्नुस् यहाँ के छ भने 1 2 3 4 5 6 7 भनेको यहाँ के हुन्छ जेड हुन्छ। जेड कहाँ छ अप्सनमा ए मा डब्लु छ, बी मा वाई छ, सी मा के छ जेड। यसमा सही एन्सर के हुन्छ अप्सन सी के हुन्छ जेड हुन्छ। यदि तपाईहरुलाई राम्रो लाग्छ होला भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला, शेयर गर्नु होला एन्ड फलो पनि गरिदिनु होला।